हेलो साथीहरू नमस्ते। म चाहिँ हजुरहरूलाई अहिलेको तीज गीत सुनाउन आएको है। एकछिन रोक्नु सुनौँ है त अहिलेको तीज गीत। यो त भयो, यसको अपार सफलतापछि अर्को गीत सुनाउँछु है त। यो त सुन्नुभयो, अब अर्को है। यो त सुन्नुभयो, अब मैले अर्को सुनाउँछु ल। सुन्नुभयो नि, अब म अर्को सुनाउँछु हजुरहरूलाई। यस्तो कसरी होला नाच्ने गीतमा म अचम्मै परेको कि। अनि आज आएको नयाँ गीत सुनाऊँ। यो त पुरा अलि राम्रो रहेछ। अब यसपछिको अपार सफलतापछि यसपछिको अब अर्को सुनाउँछु है मैले। एउटा मच्छर कानमा आएर सुन्यो, भनेको एकैछिनमा सुन्यो। निलिएता 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 कुन मान्छेले टोक्यो मलाई ल्यायो रे। आज पनि गर्न यौ हे बुढा तिमी ठुस ठुस, आज पनि गर्न यौ हे बुढा तिमी ठुस ठुस, आज पनि गर्न यौ। सुन्नुभयो नि अहिलेको तीज गीत कस्तो कस्तो आइरहेछ बजारमा। अलिअलि सुन्न बाँकी रहेकोले नि सुन्नु ल। सुन्नुभयो अहिलेका के अरे तीज गीतहरू यिनै उनै सुन्न छुट्याउनु भयो भने अरू पनि थप्दै जानु है। कोलाई के थाहा। मलाई चाहिँ यति सुनेको मैले मेरो टिकटकमा यति आहा, मेरो फेसबुकहरूमा यति नै आहा है। मैले यति मात्रै सुने। अनि हजुरहरूले कुनै नयाँ सुन्नुभयो भने पनि थप्दै जानु। कस्तो राम्रो राम्रो गीत, भकारीका धान पछिको अपार सफलतापछि कति राम्रो राम्रो गीत आएका नहो नि। म त फिदा भएँ। नाच्ने पनि त्यही अनुसारै होला। भकारीका धानमा त म यत्तिकै उफ्रे थिएँ बरु, अरूमा त म त जान्दिनँ। यस्तो के गीत त्यस्तै एक्टिङ गर्नु पर्यो। ओके बाई बाई। म चाहिँ यति सुनाउन आएको ल।